हिजोमा तपाईँले चाहिँ हिजो यो मेसिनले चाहिँ देखाउन सक्नुहुन्छ। यो मेसिनले चाहिँ हिजो चाहिँ मैले चाहिँ प्याज काटेर देखाएको थिएँ भने आज चाहिँ म तपाईँलाई गादा काटेर देखाउँछु है। गादा ठ्याक्क पारेर यस्तो गरेर चाहिँ टुक्रा पार्नु पर्छ है। पहिला यस्तो टुक्रा पार्ने, पारेपछि भित्र चाहिँ अलग्गै मेसिनहरू छ, मेसिनको त्यो प्लेटहरू छ। यसलाई चाहिँ हामीले ठ्याक्क लगाएर चाहिँ हरियो दबाइयो होइन, हरियो दबाइसकेपछि चाहिँ भित्रतिर कुचो सरका हालिदिने होइन। त्यहाँबाट अझ नजिक ल्याउन सक्नुहुन्छ। भित्र हाल्नु, भित्र दबाई दिने है। तपाईँ चाहिँ हेर्नुहोस् कस्तो मजाले चाहिँ काटिरहेको छ। हेर्नुहोस् यस्तो मजाले काटिरहेको छ। हामीसँग टाइम पनि बच्ने भयो र छिटो पनि हुने भयो। यो मेसिन एकदमै राम्रो छ होइन। यस्तै चाहिँ अब ठाउँमा हुने भयो, हाम्रो नेपालमा पनि ठाउँमा हुने भयो, अझै चाहिँ राम्रो हुन्थ्यो। हामी चाहिँ अहिले विदेशमा छौँ। यो मेसिन चाहिँ एकदमै राम्रो रहेछ र हेर्नु त कति